Hello guys, welcome back into my YouTube channel. So today we are going to discuss about here simple past tense. सामान्य भूतकालको बारेमा आज हामी छलफल गर्दैछौँ साथीहरू। हामी चाहिँ डे 18 मा छौँ। हामीले 30 डेज इङ्ग्लिस कोर्स विगत केही समयदेखि सञ्चालन गरेका छौँ। आज हामी डे 18 मा छौँ र सामान्य भूतकाल यो टेन्सले कुनै पनि काम विगतमा पुरा भएको जनाउँछ। भूतकाल जस्तै म हिजो पोखरा गएँ, मैले खाना खाएँ, गएँ, खाएँ, बसेँ, उठेँ भनेर यस्ता खालका चाहिँ क्रियापदहरू प्रयोग गरिएको हुन्छ सेन्टेन्सको अन्त्यमा। यसको स्ट्रक्चर चाहिँ साथीहरू सब्जेक्ट प्लस V2 प्लस अब्जेक्टको प्रयोग गरिन्छ। पहिला कर्ता फेरि क्रिया चाहिँ यसमा V2 को प्रयोग गरिन्छ। जस्तै गो को V2 के भयो साथीहरू वेन्ट भयो। यसमा के को प्रयोग हुन्छ वेन्ट को प्रयोग गरिन्छ। त्यसरी इट को भर्ब टु साथीहरू एट को प्रयोग गरिन्छ। सो हामी यसमा V2 को प्रयोग गर्छौँ। सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट को हामी यसमा साथीहरू के गर्छौँ प्रयोग गर्छौँ। जस्तै फर इक्जाम्पल्स यहाँ he went to पोखरा yesterday. he भनेको सब्जेक्ट, went भनेको V2, पोखरा yesterday ऊ हिजो पोखरा गयो। yesterday बाट थाहा भइजान्छ सिम्पल पास्ट टेन्स हो। I wrote a letter. I wrote a letter. सो यहाँनिर साथीहरू रोट पनि के हो त V2 हो। रोट पनि के हो साथीहरू यहाँ V2 हो। के को V2 हो तपाईको राइट भन्ने भर्बको रोट के हो साथीहरू यहाँ V2 हो। सो आई रोट अ लेटर मैले एउटा चिठी लेखेँ। वी कम्प्लिटेड आवर होमवर्क अन टाइम हामी समयमा गृह कार्य पूरा गर्यौं। सो कम्प्लिटेड इज यर V2 कम्प्लिट। आई स सी को भर्ब टु साथीहरू सी भने हेर्नुहुन्छ सी को भर्ब टु हो यो। आई स अ टाइगर नियर माई फरेस्ट मेरो वनको नजिकमा है। आई स टाइगर नियर माई फरेस्ट वनको नजिकमा मैले चाहिँ टाइगर हेरेँ। सो लुक एट यो स कम्प्लिटेड रोड वेन्ट के हुन् यहाँ साथीहरू V2 हुन्। सो यसरी हामी साथीहरू के प्रयोग गर्न सक्छौं सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट प्रयोग गर्न सक्छौं सामान्य भूतकालमा। ल साथीहरू लुक एट हियर आर सम इक्जाम्पल्स यहाँ केही उदाहरण छन्। एकातिर चाहिँ नेपालीमा शब्दहरू छन्, अर्कोतिर चाहिँ त्यसको इङ्ग्लिसमा ट्रान्सलेसन छ। उनी घर गइन्। उनी भनेको साथीहरू के भयो सी भयो। त्यही भएर गो को V2 के हुन्छ वेन्ट हुन्छ जानुको। गइन् भनेपछि पास्टमा सो वेन्ट टु होम उनी घर गइन् सी वेन्ट टु होम। मैले भात खाएँ, मैले गृह कार्य गरेँ यसरी है। सो मैले भनेको आई, खानु भने इट, भर्ब टु साथीहरू एट भयो। सो आई एट राइस। सी उसले हिजो एउटा घडी किन्यो। हिजो भने यस्टरडे, उसले भनेको हि, किन्नु भनेको साथीहरू बाई है BUY बाई भनेको V1 भयो। यसको बट V2 हि बट अ वाच यस्टरडे। हरिले मलाई सहयोग गरे। हरि हेल्पको V2 साथीहरू हेल्प्ड भयो मी। हरिले मलाई सहयोग गरे हरि हेल्प्ड मी। सो यसरी हामी चाहिँ ट्रान्सलेट पनि गर्न सक्छौं साथीहरू। नेपालीमा भएकोलाई हामी इङ्ग्लिसमा के गर्न सक्छौं साथीहरू ट्रान्सलेट पनि गर्न सक्छौं। अब नेगेटिभ सेन्टेन्स कसरी नकारात्मक वाक्य बनाउने इङ्ग्लिसमा हाउ टु मेक नेगेटिभ सेन्टेन्सेस सिम्पल पास्ट टेन्सको भेरी सिम्पल। अगाडि सब्जेक्ट लेख्ने, सब्जेक्ट पछाडि साथीहरू डिडको प्रयोग गर्ने अनि नट लगाउने र V1 को प्रयोग गर्ने। अब डिड नट अगाडि आएपछि हामीले V1 को प्रयोग गर्नुपर्छ। जस्तै एट छ भने त्यसको हामीले इट प्रयोग गर्नु पर्यो, प्लेड छ भने प्ले प्रयोग गर्नु पर्यो है। जस्तै उदाहरणका लागि मैले भात खाइन। मैले भात खाएँ भनेको पोजिटिभ, नकारात्मक मैले भात खाएन। सो यहाँ सब्जेक्ट के छ साथीहरू आई छ अनि डिड नट सो यहाँ एट एट को V1 के भयो इट भयो। सो आई डिड नट इट राइस। उसले गीत गाएन। उसले भने हि डिड नट सिङ अ सङ। अब यहाँ स्याङ V2 हुन्छ SANG। स्याङको V1 के भएको साथीहरू यहाँनिर के भएको हो सिङ भएको।
सो हामीले V2 लाई केमा चेन्ज गर्नुपर्छ, V1 मा चेन्ज गर्नुपर्छ। यसरी हामी धेरै अरू सेन्टेन्स बनाउन सक्छौँ। जस्तै मैले फुटबल खेलेन भनेर चाहिँ कसरी बनाउनु त हामीले मैले फुटबल खेलेन हामी कसरी बनाउन सक्छौँ, आई सब्जेक्ट लेख्ने, डिड है, डिडको प्रयोग गर्ने, अनि नटको प्रयोग गर्ने, आई डिड नट, अनि प्ले लेख्ने, प्ले, अनि फुटबललाई चाहिँ हामीले FOOTBALL फुटबल लेख्न सक्छौँ। यसरी पनि हामी धेरै सेन्टेन्सहरू साथीहरू बनाउन सक्छौँ। आई डिड नट प्ले फुटबल, आई डिड नट सिङ अ सङ, आई डिड नट सिङ अ सङ, आई डिड नट कुक फुड, दे डिड नट विन द म्याच। यसरी हामी धेरै सेन्टेन्सहरू बनाउन सकिन्छ यसबाट पनि साथीहरू है। जस्तै लुक एट हियर अदर इक्जाम्पल्स, तिनीहरू पार्टीमा आएनन्, दे डिड नट कम इन द पार्टी, दे डिड नट कम इन द पार्टी, तिनीहरू पार्टीमा आएनन्। सो दे सब्जेक्ट भयो, डिड नट भयो, कम V1 इन द पार्टी, तिनीहरू पार्टीमा आएनन्। सुनिताले गएको महिना भनेको लास्ट मन्थ मलाई फोन गरिनिन्। सो सुनिता डिड नट कल मी लास्ट मन्थ। सो यसरी हामी धेरै सेन्टेन्सेसहरू नेगेटिभमा बनाउन सक्छौँ। अब साथीहरू इन्टरोगेटिभ पनि हेरौँ है। इन्टरोगेटिभ सेन्टेन्स कसरी बनाउने सिम्पल पास्ट टेन्सको। इन्टरोगेटिभलाई हामी अर्को भाषामा के भन्न सक्छौँ साथीहरू, यस नो क्वेसन पनि भन्न सक्छौँ है। यस नो क्वेसन पनि हामी यसलाई भन्न सक्छौँ, किनकि उत्तरमा कि त यस आउनु पर्यो कि नो आउनु पर्यो, त्यसकारण हामी यसलाई यस नो क्वेसन पनि भन्न सक्छौँ है साथीहरू। इन्टरोगेटिभ मिन्स यस नो क्वेसन। यसमा पनि सिम्पल वे सजिलो छ। यसमा हामीले डिडलाई अगाडि राख्नुपर्छ, जुन हामी एक्सिलरी भर्बको काम गर्छ डिडलाई अगाडि, डिड पछाडि सब्जेक्ट राख्ने, अनि V1 अब्जेक्ट अथवा अदर वर्ड्स एन्ड क्वेसन मार्क हामी राख्न सक्छौँ। जस्तै के ऊ विद्यालय गयो, अब यस नो क्वेसन भयो, गयो भने यस भन्नु पऱ्यो, गएन भने नो भन्नु पऱ्यो। के ऊ विद्यालय गयो त, लुक एट हियर, डिड अगाडि राख्ने, ऊ भनेको हि मेल हो, केटालाई भनेको हि, अनि गोको V2 वेन्ट हुन्छ, तर हामीले यहाँ V1 राख्नुपर्छ। डिड हि गो टु स्कुल, के ऊ विद्यालय गयो, डिड हि गो टु स्कुल। दोस्रो हेर्नुहोस्, के तिनीहरूले फुटबल खेल भनेको छ, के तिनीहरूले फुटबल खेले हो साथीहरू है। के तिनीहरूले फुटबल खेले, डिड दे प्ले फुटबल भयो, डिड अगाडि आयो, तिनीहरू भने दे, अनि खेल्नु भने प्ले V1, अनि अब्जेक्ट के फुटबल, डिड दे प्ले फुटबल। के विद्यार्थीहरूले सारङ्गी चलचित्र हेरे, एकदम नेपाली फेमस मुभी हो। के विद्यार्थीहरूले सारङ्गी चलचित्र हेरे, सो डिड अगाडि आयो। अब विद्यार्थीहरूले द स्टुडेन्ट्स वाच V1 सारङ्गी मुभी। लास्टमा चाहिँ के गीताले आफ्नो कोठा सफा गरिन्, डिड अगाडि आयो, सब्जेक्ट गीता, सफा गर्नु भने V1 क्लिन हर रुम, के गीताले आफ्नो कोठा सफा गरिन्, डिड गीता क्लिन हर रुम। सो यसरी तपाईँ धेरै प्रश्नहरू बनाउन सक्छौँ। के उनीले एउटा कथा लेखिन्, डिड सी राइट अ स्टोरी, के हामीहरूले खेल जित्यौँ, डिड वी विन द म्याच। यसरी हामी धेरै सेन्टेन्स बनाउन सक्छौँ। सो यसरी साथीहरू आज हामीले चाहिँ सिम्पल पास्ट टेन्सको बारेमा छलफल गरेका छौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। हेभ अ नाइस डे।